Hi guys, this is Karuna, BSc Nursing final year student at NAIHS College of Nursing, and this blog is all about how we celebrated 15th NAIHS Day. यसपालि हामीले रङ्गोली बनाउनु पर्ने थियो, त्यसैले रङ्गोली बनाउनको लागि सबै सामानहरु रेडी गर्यौं। रङ्गोली कहाँ बनाउने भनेर सर म्यामसँग कन्सल्ट गरेर डिसाइड गर्यौं र डिजाइन चाहिँ हाम्रो पिकअप डिजाइन बनाउने भनेर फिक्स थियो। डिजाइन त फिक्स थियो, तर प्रब्लम के भयो भने रङ्गोली बनाउँदा एज युजुअल कलरहरु नै युज गर्ने प्लान थियो, तर राति व्हाट इफ पानी पर्यो हावाहुरी चल्यो भने त बिहान त सबै बिग्रिन्छ भन्ने डर भएर फेरि हामीले प्लानलाई चेन्ज गर्यौं र पछि चाहिँ पेन्टिङ नै गरेर गर्ने भनेर डिसाइड गरेका थियौं। त्यसपछि बल्ल हाम्रो प्लान सुरु भयो। सुरुमा आउटलाइन बनायौं, अनि कलरहरुले चाहिँ फेरि आउटलाइन बनाएर त्यसपछि कलर फिलअप गर्न थाल्यौं। कलर पनि हामीले पिककको कलर थीम अनुसार नै ब्लू, लाइट ब्लू, त्यसपछि ग्रीन, येलो, ओरेन्ज, पिङ्क र भित्र चाहिँ पर्पल डिसाइड भएको थियो र त्यही अनुसार नै हामी कलरिङ गर्दै बाहिरको आउटर लेयरमा चाहिँ हामीले काम गर्न सुरु गर्यौं। र हामीले काम यसरी गर्दै गर्दाखेरि बाहिर अरु दाइ दिदीहरुले पनि आफ्नो डिपार्टमेन्टमा काम गरिराख्नु भएको थियो। सो द NAIHS डे एकदमै राम्रो होस् भनेर प्वाकको काम सकिसकेको छ र भित्र बडीको काम गर्दै हुनुहुन्छ, पिककको बडीको काम गर्दै हुनुहुन्छ। अनि म चाहिँ यहाँ साथीहरु सबैलाई देखाउँदै छु र अलमोस्ट सबै आउटलाइनहरु चाहिँ सकिसकेको छ, तर फिनिशिङ भने बाँकी छ, सफा गर्न बाँकी छ। अब त्यो काम गर्दै छौं। बनाउँदै गर्दा कस्तो बन्ने हो, फाइनल लुक कस्तो हुने हो भन्ने कुरा आफैमा च्यालेन्जिङ छ भने बनाइसकेपछि यसरी सफा गर्न पनि अर्को च्यालेन्जिङ छ। बनाएको कुरा भत्किने हो कि बिग्रिने हो कि भन्ने कुरा पनि छुट्टै डर हुने। गाइस, हामी लास्टै थकित भइसक्यो तर पनि हामी बनाउन छोडिरहेको छैनौं। हामीले 2 बजेदेखि थालेको होला, स्टिल 7:30 भइसक्यो, तर पनि हाम्रो काम सकेको छैन। स्टिल गोइङ अन। यतापट्टि सानो खालको बन्दैछ, यतापट्टि साथीहरु हुनुहुन्छ। से हाई गाइस। एन्ड दिस इज द फाइनल लुक अफ रङ्गोली। बनाइसक्दा त अँध्यारो नै भइसकेछ। रङ्गोलीलाई चाहिँ वरिपरिबाट घेरा लगाइदिनु भएको थियो ताकि यो भोलिसम्म सेफ नै रहोस् भनेर। हियर इज द आर्ट विथ द आर्टिस्ट। त्यसपछि हामी घर फर्क्यौं। नेक्स्ट डे चाहिँ NAIHS डे। त्यो दिन चाहिँ हामी छिट्टै कलेज गयौं, अनि कलेजमा चाहिँ फ्ल्याग अनि अरु डेकोरेसनको आइटम्सहरुले चाहिँ कलेजलाई कति राम्रो बनाएको थियो। NAIHS डे चाहिँ हामी सबै स्टुडेन्टको लागि एउटा फेस्टिभल जस्तै नै हो, एकदमै रमाइलो हुन्छ। रङ्गोलीको वरिपरि दियो राख्ने पनि प्लान थियो, त्यही भएर प्रिपेयर गर्दै छौं। तर हावा एकदमै चलेको भएर त्यति धेरै चाहिँ बल्न पाएन, एकछिन मात्रै बल्यो। त्यसपछि NAIHS डे को प्रोग्राम अडिटोरियम हलमा हुने भएको भएर हामीहरु चाहिँ अडिटोरियम अगाडि कति बेला टाइम हुन्छ भनेर पर्खेर बसिरहेका थियौं। चीफ गेस्ट आउनु भइसकेपछि चाहिँ प्रोग्राम स्टार्ट भएको थियो, अनि प्रोग्राममा चाहिँ डिफ्रेन्ट कल्चरल प्रोग्राम, प्राइज डिस्ट्रिब्युसन प्रोग्रामहरु रहेको थियो। अनि हियर आर द सम भिडियोज अफ द प्रोग्राम। गहनामा सजिएको नेपाली नारीको सौन्दर्यले
अडिटोरियम हलमा प्रोग्राम सकिए पछाडि ग्राउन्डमा भोजको प्रोग्राम हुने गर्छ अनि हामी चाहिँ त्यतातिर लाग्यौँ। ग्राउन्डमै साथीहरूलाई पनि भेट्यौँ, सबैजनाले हाई भन्दै हुनुहुन्छ। अनि त्यस पछाडि हामी सबैजना खानाको टाइम भएपछि चाहिँ खानाको लाइनमा बसेर खाना लिन आँटिरहेको छौँ। सबैजना साथीहरू खानाको लाइनमा ओल्लो पल्लो लाइनमा थियौँ अनि कसको पालो पहिलो आउँछ भनेर कम्पिटिसन नै चलेको थियो हामीमा। त्यस पछाडि एकछिनपछि लाइन बसेपछि चाहिँ बल्ल हाम्रो खाना लिने पालो आयो अनि खाना चाहिँ सेल्फ सर्भ भएको भएर हामीले मन लाग्ने जति खानेकुराहरू चाहिँ प्लेटमा हालेर लग्यौँ। र हाम्रो प्लेट चाहिँ यस्तो देखिएको थियो जसमा चाहिँ मासुको क्वान्टिटी प्रायः सबैकोमा धेरै हुन्छ। र हामीले खाना खायौँ, भोज खायौँ। खाइसकेपछि चाहिँ अब हाम्रो आइसक्रिमको पालो आउँछ। एनएएचएसडीको रमाइलो पार्ट भनेकै भोज खाने, आइसक्रिममा लाइन बस्ने अनि आफूले सक्ने जति आइसक्रिम खाने नै हो। साथी युनिका अगाडि नै आएर लाइनमा बस्दैभरि 3टा आइसक्रिम पाइसक्नु भएछ अनि अरू साथीहरू पनि लाइनमा हुनुहुन्थ्यो, म पनि लाइनमा थिएँ। एटलिस्ट पनि 2टा आइसक्रिमको कोन चाहिँ सबैको हातमा थियो अनि बल्ल बल्ल मेरो पालो पनि आयो। मैले पनि 2टा कोन लिएको थिएँ अनि एक स्कुप एक एकवटा कोनमा हालेर अनि म बाहिर जान्छु। ल गाइस खै यसो देखाम। 15th एनएएचएस डे हाम्रो लागि लास्ट एनएएचएस डे हो। आफूले स्पेन्ड गरेको टाइम यसरी क्याप्चर गर्न एकदमै मनपर्छ। पछि फेरि कुनै समय फेरि यही मोमेन्टलाई हेर्दै आफ्नो पुरानो दिनहरू सम्झिनेछौँ। अन्तर हाउ मेनी यो मिलाएर 5 भयो। 5वटा आइसक्रिमको पालो सकिसकेपछि एनएएचएस डेमा ननाच्ने त कुरै हुँदैन। त्यस्तो घाम भए पनि हामी नाच्नु चाहिँ छोडिरहेका थिएनौँ। त्यस पछाडि हामी डान्स गर्न थाल्यौँ। हाम्रो लास्ट एनएएचएस डे पनि सकिसकेको छ र हामी निम्बु पानी सहित थकित भएर गर्मिने रातो पिरो भएर आउँदैछौँ। अगाडि चाहिँ हाम्रो साथी श्रेया छ। हाई श्रेया, केही भन्नु छ तिमीलाई? ल मासु मिठो थियो अरे गाइस। अर्को नेक्स्ट पालि पनि मासु मिठो हुनु पर्यो। अझै धेरै भेराइटी हुनुपर्छ। जुनियरहरूको लागि आइसक्रिमको भेराइटी पनि एड हुनुपर्छ। Bye bye. Thank you so much for watching this video. Happy NAIHS Day. Okay, happy NAIHS Day. Happy 15th birthday NAIHS. See you. Bye bye.